दर्शकवृन्द, यति बेला हामी ओखलढुङ्गाको रमाइलो डाँडाभन्दा थोरै तलतिर मेन हाइवेमा छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा सर्प रुख चढेर बसेको रहेछ। निकै ठुलो सर्प यहाँ स्थानीयहरूले फेला पार्नु भएको छ। यो आज स्थानीयहरूले आज बिहानबाट यहाँ कागहरू झुम्मिरहेको देख्दाखेरि यहाँनिर निकै लामो छ यो सर्प चाहिँ। यताबाट यस्तो फन्को मारेर यहाँ माथि यस्तो लगाएको छ। यसको टाउको चाहिँ अलिकति कता टाउको अलिक तल झऱ्यो, तल अलिकति टाउको यहाँनिर लगाएको छ। यतापट्टि हेरेर बसिरहेको छ। यसलाई रेस्क्यु गर्ने कि के गर्ने भनेर यहाँनिर निकै स्थानीयहरू छलफल कुराकानी गरिरहनु भएको अवस्था छ। यतापट्टि चाहिँ यहाँ हेर्नुहोस्, यो चाहिँ चटचट काटिएको छ। यो हुँदाखेरि विषालु पनि हो जस्तो लाग्छ। यो धामनहरू पनि होइन सर्प। कुन सर्प होला त यो? कमेन्ट गर्नुहोस् है सबैजनाले, कमेन्ट गरेर साथ दिनु होला। यो आज बिहानबाट देखिएको रे, हिजो पनि देखिएको थियो भनेर केही स्थानीयले भन्नुभयो हामीले। दर्शकवृन्द, यति बेला हामी ओखलढुङ्गाको रमाइलो डाँडाभन्दा थोरै तलतिर मेन हाइवेमा छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा सर्प रुख चढेर बसेको रहेछ। निकै ठुलो सर्प यहाँ स्थानीयहरूले फेला पार्नु भएको छ। यो आज स्थानीयहरूले आज बिहानबाट यहाँ कागहरू झुम्मिरहेको देख्दाखेरि यहाँनिर निकै लामो छ यो सर्प चाहिँ। यताबाट यस्तो फन्को मारेर यहाँ माथि यस्तो लगाएको छ। यसको टाउको चाहिँ अलिकति कता टाउको अलिक तल झऱ्यो, तल अलिकति टाउको यहाँनिर लगाएको छ। यतापट्टि हेरेर बसिरहेको छ। यसलाई रेस्क्यु गर्ने कि के गर्ने भनेर यहाँनिर निकै स्थानीयहरू छलफल कुराकानी गरिरहनु भएको अवस्था छ। यतापट्टि चाहिँ यहाँ हेर्नुहोस्, यो चाहिँ चटचट काटिएको छ। यो हुँदाखेरि विषालु पनि हो जस्तो लाग्छ। यो धामनहरू पनि होइन सर्प। कुन सर्प होला त यो? कमेन्ट गर्नुहोस् है सबैजनाले, कमेन्ट गरेर साथ दिनु होला। यो आज बिहानबाट देखिएको रे, हिजो पनि देखिएको थियो भनेर केही स्थानीयले भन्नुभयो हामीले। दर्शकवृन्द, यति बेला हामी ओखलढुङ्गाको रमाइलो डाँडाभन्दा थोरै तलतिर मेन हाइवेमा छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा सर्प रुख चढेर बसेको रहेछ। निकै ठुलो सर्प यहाँ स्थानीयहरूले फेला पार्नु भएको छ। यो आज स्थानीयहरूले आज बिहानबाट यहाँ कागहरू झुम्मिरहेको देख्दाखेरि यहाँनिर निकै लामो छ यो सर्प चाहिँ। यताबाट यस्तो फन्को मारेर यहाँ माथि यस्तो लगाएको छ। यसको टाउको चाहिँ अलिकति कता टाउको अलिक तल झऱ्यो, तल अलिकति टाउको यहाँनिर लगाएको छ। यतापट्टि हेरेर बसिरहेको छ। यसलाई रेस्क्यु गर्ने कि के गर्ने भनेर यहाँनिर निकै स्थानीयहरू छलफल कुराकानी गरिरहनु भएको अवस्था छ। यतापट्टि चाहिँ यहाँ हेर्नुहोस्, यो चाहिँ चटचट काटिएको छ। यो हुँदाखेरि विषालु पनि हो जस्तो लाग्छ। यो धामनहरू पनि होइन सर्प। कुन सर्प होला त यो? कमेन्ट गर्नुहोस् है सबैजनाले, कमेन्ट गरेर साथ दिनु होला। यो आज बिहानबाट देखिएको रे, हिजो पनि देखिएको थियो भनेर केही स्थानीयले भन्नुभयो हामीले।